फाइनली गाइस मैले चाहिँ टेमोबाट चाहिँ अर्डर गरेको थिएँ। अब हेरौँ है त के आएछ। मैले चाहिँ बार्बरको कपाल काट्ने मेसिनदेखि कैँचीदेखि लिएर चाहिँ मगाएको थिएँ। यो ब्याग मनी ब्याग हो यो। ल ठिक छ हेरौँ त। यो एउटा आइटम है गाइस। यो चाहिँ मैले चाहिँ अब कस्तो छ हेर्नुहोस् है। ए कैँचीदेखि लिएर काइयो है अलि ल सबै है। यो चाहिँ ल कैँची चाहिँ यार थुप्रो एउटा ल है यो। त्यसपछि कपाल काट्ने यो दाँते। यो चाहिँ एकदम सजिलो हुन्छ गाइस हैन। यो दाँत चाहिँ टक्क यसरी गर्ने अनि त्यहाँदेखि स्याठा मिसिनले काट्ने है। यो चाहिँ एउटा दुईटा आइटम भयो। अब अर्को रहेको छ यो के हो यो चाहिँ मैले चाहिँ आफ्नै सेलको लागि चाहिँ कपाल काट्नको लागि चाहिँ यो मगाएको थिएँ। यसले हुन्छ कि हुँदैन तर है ए यसरी राखेर चाहिँ अनि काट्ने हो। यो चाहिँ अब हेरौँ ट्राई गर्छु यो चाहिँ कस्तो हुन्छ। अनि अब अर्को रह्यो मेन मिसिन है गाइस। मेन मिसिन अब मैले चाहिँ यहाँ यो मिसिन टेमुबाट कस्तो छ हेरौँ है त। अब यो चाहिँ ल यो चाहिँ ए यहाँ नि आउँदो रहेछ त। कहाँ यो कपडा है। यो कपडा उल्टो हुँदो रहेछ। उल्टो हुँदो रहेछ मिसिन त। यो मिसिन उल्टो हुँदो रहेछ। कहाँ यो पनि रहेछ। आछि के हो यो यार। दाँत सानो सानो छ त दाँत त यार। यो दाँते सानो मिसिनलाई होला यो सायद। ए अर्को ठुलो नि भएको ल। दुईटा मिसिन है दाँते। यो चाहिँ ल है ठिक छ यो है। अब चार्जर यो रहेछ। अब आफ्नै चार्ज युज गर्नुपर्ने भयो। मिसिन चाहिँ कता छ हो के हुँदो रहेछ मिसिन चाहिँ। मिसिन चाहिँ यो ओहो के हो टक्क हेर त गाइस मिसिन। अर्को त झन् मित्रु होला यार ल है बब्बाल है। यो चाहिँ यो 0 दुईटा मिसिन आउँदो रहेछ होइन। ल ठिक छ। अब यसको हेरौँ कस्तो रहेछ के हो कतारी अन गर्ने यो चाहिँ लक हुन्छ यसको कसरी हो त नि पछाडितिर छैन हैन ल गाइस यही हो सामान टेमोबाट चाहिँ लिएको होइन। सब मैले बार्बरको सामानहरू लिएको थिएँ है। र लगभग ठ्याक्कै 1 हप्तामा आयो ल। यदि तपाईँहरू लिन चाहनुहुन्छ भने टेमोबाट चाहिँ अर्डर गर्नु होला फटाफट।